एनएसडब्ल्यू को लागि सब क्लास 491 भिजाको लागि पाथवे 1 पाथवे 3 हिजै क्लोज भयो। अब तपाईले के गर्ने त? एप्लिकेसन हाल्न पाउनु भएन या त सबमिट एप्लिकेसन हुन पाएन भने अब के गर्ने त? त्यसको आजको दिनमा तपाईको भिजा एक्सपायरी डेट कति छ त्यसमा डिटरमाइन हुन्छ। फर्स्ट थिङ, तपाई राम्रो पोइन्टमा हुनुहुन्छ भने तपाईले पाथवे 2 मा पनि जान मिल्न सक्छ। त्यो कुरा चाहिँ तपाईको पोइन्टमा चाहिँ तपाईले हेर्नु होला र हिजोको दिनमा कति तपाईको अकुपेसनमा चाहिँ कति पोइन्टमा इन्भिटेसन आएको छ त्यो कुरा तपाईले चेक गर्नु होला। दोस्रो कुरा, तपाई अहिले 491 को लागि भनेर रिजनलमै बसेर चाहिँ जब गरिरहनु भएको छ, तपाईको चाहिँ सबै कुरा मिट गर्नुभयो, हाल्न पाउनु भएन भने यो चाहिँ मेरो आफ्नो पर्सनल एजम्पसन चाहिँ के पनि हो भने हिजो सबमिट भएको एप्लिकेसन चाहिँ कतिवटा एप्लिकेसन मेबी भोलिको दिनमा चाहिँ रिजेक्ट हुन सक्छ। और उनीहरूले एकैचोटि हाई भोल्युम एप्लिकेसन आएको हुनाले गर्दाखेरि चाहिँ अहिलेलाई हामी क्लोज गरौँ, पहिला सुरुमा यो यति आएको एप्लिकेसनलाई सर्ट आउट गरौँ अनि त्यो पछि फेरि ओपन गरौँला भन्ने खालको पनि उनीहरूको प्लान हुन सक्छ। त्यही भएर तपाईले कुनै पनि डिसिजन गर्दाखेरि चाहिँ त्यो कुराहरू विचार गरेर डिसिजन गर्नु होला। र तपाईलाई फर्दर हेल्प चाहिन्छ भने यु क्यान कन्ट्याक्ट अस, वी विल हेल्प यु। थ्यांक यू।